नमस्कार, धेरै पछि म आज फेरि सानो छोटो मिठो ब्लग लिएर आएँ है त। हेर्दै जानुहोला, साथ सपोर्ट दिनुहोला। हजुरहरूकोमा पनि म अवश्य आउने कोसिस गर्नेछु र आइरहनेछु है त। त मिनी ब्लग भन्नुहुन्छ कि के भन्नुहुन्छ। आज चाहिँ खास किन लिएर आएको भने चाहिँ म घरमा हिजो नेपालबाट आएको थिएँ। घरको सब थोक फाल्नु पर्यो, सबै सफा गरेँ है। मैले हिजो भनिसकेको थिएँ। खास चाहिँ मैले फ्रिज अन गर्ने भनेको थिएँ। मेरो हस्बेन्डले चाहिँ फ्रिजलाई चाहिँ अफ गरिदिनु भएको रहेछ। त्यो चाहिँ मेन स्विच अफ गरिदिँदाखेरि चाहिँ सबै स्विच अफ भएछ। मैले त ख्याल पनि नगरेको है। अनि त्यही भएर चाहिँ आज चाहिँ बिहान खाना पकाउनु पर्ने। मेरो हस्बेन्ड फेरि बिहानै काममा जानुभएको। हिजो लास्ट एक दिन छुट्टी थियो। अनि गएर म चाहिँ पुरा सपिङहरू गर्दैछु। सपिङ गरेर आएर अनि फेरि छोराहरूलाई नास्ता पनि दिनुपर्ने है त। अनि त्यसपछि मैले घर 2 दिन भयो घर सफा गर्दा म थाकिसकेको छु। अनि फेरि किचनको माथिको चिङ्गेको पनि चेन्ज गर्नुपर्ने, त्यसलाई लिएर आएँ, सफा गरेँ, अन्डाहरू ल्याएँ। अनि बच्चाहरूलाई चाहिँ अन्डा ब्रेडहरू बनाएर खाने दिएँ है। अनि म पनि खानु पऱ्यो फेरि। अनि खाएर आज बल्ल मैले ग्यास अन गरेको है त। हिजो चाहिँ मैले ग्यास अन गर्नु पाइनँ। थोरै ब्ल्याक टी मात्र बनाएर पिएको थिएँ। चुलो चाहिँ कहिले पनि नबालिकन राख्नुहुन्न भन्नुहुन्थ्यो मम्मीले। त्यही भएर चाहिँ अनि हिजो चाहिँ बाहिरबाटै खाना लिएर खाइयो। त्यही भएर चाहिँ मैले केही गर्नु पर्दैन। आज चाहिँ भ्याएर अब चाहिँ म बुढालाई छोड्न हिँडेको। बिचरा मेरो बुढा काममा सुरु भइसक्यो। आज काम त गर्नु पर्यो। सबै कुरोमा त सेम ड्रेस भएछ। छोराहरू पनि छोड्न हिँडेछन्। छुट्टी छ स्कुल त यहाँ त। हरियो टी सर्ट भएन भने मेरो छोरा पनि हरियो भएछ। ल हामी चाहिँ आमा छोरा हामी 3जना बुढालाई खाना छोड्न जाँदै। ल मेरो त बुढाको त झन् कामको ड्रेसै हरियो, छोरा हरियो।